प्रायः जसो चाहिँ मानिसको के छ भने आजकल धेरै जसोको भनौँ कम्मरमा नसा च्यापियो भनेर आउने बिमारीहरूको सङ्ख्या अत्याधिक छ। घाँटीमा र कम्मरमा त सामान्यतः मानिसको नसा च्यापिन्छ, हुन त अन्यत्र पनि च्यापिन्छ, तर चाहिँ कम्मरमा र घाँटीमा चाहिँ धेरै नै मानिसहरूको नसा च्यापिन्छ। त्यसको धेरैवटा कारणहरू छन्। अब मेरुदण्डमा यो मेरुदण्डको हड्डी हो, यो मेरुदण्ड हो, यसबाट यो नसाहरू निस्कन्छ। यहाँ यो मेरुदण्ड यहाँ देखिएको छ, यो मेरुदण्डको हड्डी हो। यो हड्डीमा चाहिँ यो बिचबिचमा कुरकुरे हड्डीहरू हुन्छन्। यो कुरकुरे हड्डीको भित्र गिलो खालको जेल्ली भन्छौँ हामी, एक खालको न्युक्लियस पल्पोसस भन्छौँ अङ्ग्रेजीमा, जेल्ली हुन्छ। त्यो जेल्ली चाहिँ यो थिचिएर फुटेर चर्किएर अथवा अरू कुनै कारणले त्यो जेल्ली बाहिर बगेर निस्कन्छ। जस्तो यो मेरुदण्ड भयो, यहाँ यो बाहिर निस्किएर मेरुदण्डलाई थिचेको यहाँ देखिन्छ। यो यसै गरी यहाँ यसबाट यो मेरुदण्डबाट यस्तो नसाहरू निस्कन्छ दायाँ बायाँ। टाउकोबाट 12 जोडा निस्किन्छ, त्यस्तै यो मेरुदण्डबाट निस्किन्छ। अनि यो नसाहरू चाहिँ यसले थिचेर यो खुट्टामा जाने नसाहरू कम्मरको भागबाट खुट्टामा नसा जान्छ र त्यो खुट्टामा जाने नसा थिचिएपछि अनि मानिसले खुट्टामा मेरो झमझम गर्यो, पोल्यो या लाटो भयो, दुख्यो भन्ने चाहिँ कम्प्लेन गर्ने गर्छ। त्यसैले यो सामान्यतः भारी उठाउँदाखेरि अथवा उफार्ने गाडीहरूमा लामो ट्राभल गर्दाखेरि चाहिँ अथवा काहीँ लड्यो भने यो यस्तो चाहिँ थिचिएर फुटेर त्यस्तो चाहिँ हुने गर्छ। तर यसको अलावा पनि अरू थुप्रै कारणहरू हुनसक्छ। टिबीले, क्यान्सरले अथवा यहाँ मेरुदण्डमा लाग्ने अरू कुनै समस्याले, कुनै मांसपेशीले च्यापेर पनि हुन्छ हैन, त्यो हुन्छ। तर त्योभन्दा पनि अत्यधिक चाहिँ यो खालको समस्या अहिले अत्यधिक देखिएको छ र यो हामीकामा या सहारामा आउने बिमारीहरूको सङ्ख्यामा सरदर 60% भन्दा बढी यही समस्या भएको बिमारीहरू आउनुहुन्छ र यसको उपचार चाहिँ पहिले सर्जरी नै हो भनेर भनिन्थ्यो, अपरेसनै गर्नुपर्छ भनिन्थ्यो। अहिले चाहिँ यस्ता केसहरूको 90% चाहिँ बिना अपरेसन फिजियोथेरापीबाट निको हुन्छ भन्ने प्रमाणित भइसकेको छ। त्यसो हुनाले नै अहिले बिमारीहरू चाहिँ फिजियोथेरापीलाई नै प्राथमिकता दिएर अपरेसन भनिसकेको बिमारीहरू पनि फिजियोथेरापीको लागि आउनुहुन्छ र हामी कहाँ पनि धेरै बिमारीहरू यहाँहरूले यस्तै बिमारीहरू भेट्नुहुन्छ।